सो गाइज वेलकम ब्याक। आज चाहिँ हामी गोप्रो किनेर जाँदैछौँ बजारतिर होइन। कति अब पैसा त धेरै बोकेको छैन, आयो भने आइहाल्यो, आएन भने जुत्ता आउँछ। हिजो पिकनिकको भ्लग बनाएको, भ्लग त राम्रै थियो, क्वालिटी नै भएन छ भ्लगको। मिसहरूले पनि सबैले त्यही भन्दै थियो, त्यही भएर आज गोप्रो हान्दिन आँटेको होइन। भयो भने सोच्दै हुन्छ होला अर्को केटा कहाँ गयो भनेर। अर्को चाहिँ पेट दुखेर बसिरहेछ। अघि स्कुलमा हाफ कति टिफिनमै गयो होला नि, त्यो टिफिनमै गएको थियो। मलाई अब एकैचोटि बजारमा ल अब चाहिँ हामी बजार आइसक्यौँ। गोप्रो दोकानमा गएको, गोप्रो नै छैन भने अब भित्रवटा दोकान खोलेको गाइस छैन भन्यो। अनि अब जुत्ता किन्ने अब, अनि त्यसपछि कता यता। अनि प्राइस चाहिँ अहिले सोधिराख्नु पऱ्यो। ओ माई गॉड, कस्तो भिड यार यहाँ त चाहिँ। लास्ट भिड अघि हामी स्कुलबाट आउँदाखेरि झन् एउटा सफारी मुनतिर गएको थियो, धारा गर्थ्यो। अझै कहाँ हो अब चाहिँ जुत्ता किन्ने, स्पोर्ट्स रनिङ सुज रनिङ अगाडि छ नि त। हाम्रो रनिङ आउनु आँटेको छ नि गाइस। यो क्लबलाई जानु गर्थ्यो। अब यही आउने शनिबार छ यो रन लगाइ। हामीले चाहिँ यहाँ भाडासाडा गरेर 1600 नै पऱ्यो अहिले देखेको छु मैले। कति 20 रुपियाँ। तैँले कति भनेको? 50 वाला 20 वाला अनि 20 वाला किन भइहाल्यो। 50 को दुईटा यो 50 वाला होइन। अर्को पनि एउटा बोकिराख्नु त्यो भन्ने कति पर्यो अरे गाइस। उसको चाहिँ जम्मा 1700 पऱ्यो। अब 16 हो मलाई। 14 16 पकाएर ल त पकान आन्टी सक्छ 2 लिटरको दिनु न। ल गाइस, हामी अब घरमा गएर अनबक्सिङ गरेर देखाउँछौँ। त्यो बोल्नु हो, झन् बोल्छस् भने यस्तो गरेको। अब घरमा गएर अनबक्सिङ गर्ने हो गाइस। ल देखाउँछु हाम्रो 1600 को 1600 पऱ्यो होइन ल। बटार 1600 मा दियो नि। अब गाइस हामी घरमा गएर सबैले देखाउँदैछौँ होइन। भोलि रनिङ पनि हुने नै छ होइन। यता गाइस यति नै आज अब टेम्पो पक्रेर हामी जाने हो। ल यता गाइस यति नै आजलाई। बक्न अझै बाँकी नै छ त यार, यति नै त नभन्नु है। त्यही हो, मकै मिठो रहेछ तर अचार लाग्नु पर्दैन है। हो त्यो चुकुटी लाइनतिर हो है। अब हाम्रो भिडियो क्वालिटी अलिक लो छ। गोप्रो किन्दाको खासमा त हामी अब जुत्ता किनेर लाग्यो। अब गोप्रो अर्कोपालि किन्नुपर्छ होइन भाइ। या ब्रो, अर्कोचोटि हामी गोप्रो किन्छौँ। हाम्रो भिडियोहरू हजुरहरूसँग ल्याउनेछौँ। अब चाहिँ हामी टेम्पो पक्रेर जाने है त गाइस। यस्तै हो। यहाँ चाहिँ घन्टाघर देखाइदियो त, धरानको घन्टाघर। बजार नआएको पनि धेरै भएको थियो। बजारभन्दा पनि मासतिर त्यो छतिर पाइरहन्थे। यहाँ तल बजारमा भेटेको चाहिँ धेरै भएको थियो। आगा धेरै पछि छिरियो। भिड छ भिड।
कहाँको बजार हो भानु चोक अनि भानु चोक यतिको भिड भएन भने के को बजार हो कसरी फाइनली हामी चाहिँ अब रेलवे झरिसकेको छौँ यहाँ छ जुत्ताको अनबक्सिङ हुँदैछ यहाँ थम्नेल लाइट अफ परिहाल्यो होइन लगाइ चाहिँ थम्नेलको लागि उयो पनि फोटो पनि भइसक्यो अब एकैचोटि अब हिँडाउने हो बन्दै है त गाइस मसँग नयाँ जुत्ता र नयाँ जस्तो साथ भोलि उसको रनिङ कस्तो हुन्छ हामी गएको छैन त उसको रनिङ राम्रो भएन भने यसलाई अब हामी व्यवस्था गर्ने नै छौँ ल तिमीलाई त म कहाँ छोडिदिन्छु हेर्न भोलि र त गाइस मेरो पनि जुत्ता भइसक्यो राम्रै छ म त मेरो लागि राम्रो हो त्यही मतलब पछाडिको मोटै छ उसको मोटै छ र आइसको चाहिँ अलिकति भएको छैन करण भाइको पनि भइसक्यो केटाहरू जस आइसले अब एउटा दामी जुत्ता किन्यो भन्दैछ साथीहरू जुत्ता किनेपछि अब खतरा त त्यसै कुदि नै हाल्छ जुत्ता किनेपछि झन् खत्रै हुन्छ जस्तो लाग्छ हो गाइस मलाई चाहिँ ल अब फेरि अनबक्सिङ चाहिँ घरमा गएर म मजाले एकचोटि टुर दिन्छु मेरो जुत्ताको भरेको जुत्ताको टुर भरेको ठ्याक्केका एड त एड हाले जस्तै हुन्छ नि एड जस्तो ठ्याङ 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 हालिदिने तर गाइस आज हामी खास गरी चाहिँ गोप्रो किन्नु गएको तर अलिकति त के दोकानमै छैन थियो क्या थिएन गाइस गोप्रो पसलमा थिएन त्यसैले गाइस अब चाहिँ हामी फर्किनेछौँ अनि मसँग जुत्ता पनि किन्यो ल भयो भोलि हामी बुढासुब्बातिर जान्छौँ ल रनिङ अब हेरौँ न गाइस भोलि अब यो कता जाने त कताबाट म जाने घर जान्छु अब होइन कताबाट चाहिँ जाने घर उता यता ओह्रालो यहाँबाट कि उताबाट उता यहाँबाट जानु नि गाडी आएको बाटो उताबाटै जान्छु ल अब यो पनि घर जान्छ म पनि अब डाइरेक्ट घर गएर भेट्नुपर्छ होला अब ठिक छ ल अब घर गएर भेट्नु ल है त गाई चाहिँ अब घर आइपुग्ने आँट्यो भने अघि तल गयो मेरो चाहिँ घर आइपुग्ने आँट्यो अब घरमा गएर यसो जुत्ताको अनबक्सिङ गर्नुपर्छ ए ट्युसन पढ्ने पनि आइरहेको रहेछन् खोइ मम्मी खोइ मेरो मम्मी जुत्ता आज रिस गरेको हँ के हो के भन्नु मम्मी त छोड न छोड कस्तो आपत परेको तपाईँ चाहिँ के गर्न आँटेको ल यस्तो छ है त ल यस्तो छ यस्तो छ यहाँ राखेर हेरिदिउँ न ठ्याक्क सँगले यस्तो खालको लोगो छ यस्तो समेत यस्तो छ ग्रिप पनि ठिकै छ है त ल यति भएपछि भइहाल्यो नि ल ठिक छ ल यति भयो ल अब म चाहिँ घर आइपुगेँ होइन जुत्ता पनि देखिहाल्यो आजको लागि यति नै अब जुत्ता लगाएको भिडियो चाहिँ अब जुत्ता लगाएको भिडियो भन्दा नि रनिङ भोलि अर्को भ्लग आइ नै हाल्छ अब आज अलिकति सानो भयो भ्लग आजको लागि यति नै ल सबैजना भोलि भेटौँ ल बाई